के तपाईहरु पनि एनसेल प्रयोगकर्ता हुनुहुन्छ? यदि तपाईहरु एनसेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले आफ्नो मोबाइलमा फ्रीमा नै फेसबुक चलाउन पाउनुहुनेछ र एकअर्कासँग तपाईहरुले च्याट पनि गर्न सक्नुहुनेछ, त्यो पनि फ्रीमा नै। सो त्यो चाहिँ कसरी गर्ने आजको भिडियोमा म सिकाउने छु। भिडियोलाई तपाईहरुले अन्तिमसम्म हेर्न नबिर्सिनु होला। अब त्यसको लागि चाहिँ हामी मोबाइल स्क्रिनतिर लाग्नुपर्ने हुन्छ। मैले तपाईहरुलाई सबैभन्दा फर्स्टमा चाहिँ मेरो सिममा भएको ब्यालेन्स तपाईहरुलाई देखाइदिन चाहन्छु र यसमा एमबी पनि छैन, त्यो पनि म तपाईहरुलाई यहाँनिर देखाइदिन चाहन्छु। जस्तै देख्न सक्नुहुनेछ मैले एनसेलको लागि चाहिँ ब्यालेन्स चेक गरे भने मसँग यहाँनिर ब्यालेन्स पनि 0 रहेको छ र मसँग कुनै पनि डाटा पनि छैन। अब चाहिँ मैले फ्रीमा नै तपाईहरुलाई फेसबुक कसरी चल्छ त्यो तपाईहरुलाई देखाउने छु। यहाँ देख्न सक्नुहुन्छ डाटा चाहिँ सिम 2 मा रहेको छ। अब चाहिँ मैले डाटा अन गरे, त्यसपछि चाहिँ फेसबुक लाइटलाई चाहिँ ओपन गरे। अब यति गर्ने बित्तिकै यहाँ मेरो देख्न सक्नुहुन्छ फेसबुक चाहिँ मजासँग नै चलिरहेको छ। यहाँनिर चाहिँ नो इन्टरनेट सिग्नल भनेर आएको छ नोटिफिकेसन, त्यसलाई चाहिँ हाइड गर्दिए। अब चाहिँ मेरो यहाँ देख्न सक्नुहुनेछ मजासँग फेसबुक चाहिँ चलिरहेको छ। सो यसै गरेर तपाईहरुले पनि यदि तपाईहरु एनसेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईहरुले पनि फ्रीमा नै फेसबुक यसरी चलाउन सक्नुहुनेछ। सो यसमा चाहिँ तपाईहरुले अरूले फेसबुकमा हालेको पोस्टहरु हेर्न सक्नुहुनेछ, न्यूजहरु हेर्न सक्नुहुनेछ। त्यस्तै गरेर त्यो पोस्टहरुलाई तपाईहरुले लाइक पनि गर्न सक्नुहुनेछ भने त्यो पोस्टमा तपाईहरुले कमेन्ट पनि गर्न मिल्नेछ। सो तपाईहरुले यसमा भिडियोहरु चाहिँ प्ले गर्न मिल्दैन, भिडियोहरु चाहिँ प्ले गर्नको लागि हुँदैन, अरु चाहिँ सबै गर्न मिल्छ। मैले यहाँ माथि एउटा तपाईहरुलाई सर्च गरेर पनि देखाउँछु कुनै प्रोफाइल पेज। यहाँ चाहिँ मजासँग नै लोड भइरहेको छ र थोरै स्लो चाहिँ छ तर मजासँग चलिरहेको छ फ्रीमा नै। यो युज गर्नको लागि तपाईहरुले अनलिमिटेड चाहिँ हैन, तपाईहरुले लिमिटेड डाटा चाहिँ पाउन सक्नुहुनेछ। तपाईहरुले प्रत्येक दिन यसमा फेसबुक चलाउनको लागि र च्याट गर्नको लागि 25 MB सम्म डाटा चाहिँ प्रत्येक दिन फ्रीमा नै एनसेलमा पाउन सक्नुहुनेछ। अब चाहिँ मैले यहाँनिर च्याट गरेर पनि तपाईहरुलाई प्रुफ देखाउन चाहन्छु। जस्तै यहाँ देख्न सक्नुहुनेछ मैले यो आईडी बाट चाहिँ अर्को आईडी मा मेसेज गरेर तपाईहरुलाई देखाउँछु। अर्को आईडी को स्क्रिन पनि यहाँनिर छेउमा राख्ने छु, यो आईडी को स्क्रिन पनि मैले यहाँनिर छेउमा नै राख्ने छु। मैले यहाँदेखि जस्तै हाई भनेर मेसेज गर्छु भने यहाँनिर देख्न सक्नुहुनेछ अर्को आईडी मा नोटिफिकेसन आइसकेको छ। मैले फेरि भनेर यहाँदेखि फेरि हाई भनेर पठाए, फेरि पनि आयो, हेलो भने फेरि आयो। अब चाहिँ मैले यहाँदेखि लाइकहरु पठाउँछु भने यहाँ देख्न सक्नुहुनेछ अर्को आईडी मा चाहिँ मलाई नोटिफिकेसन आएको आइछ। मैले जस्तै अब यो आईडी बाट पनि उता नोटिफिकेसन जान्छ कि जाँदैन यहाँदेखि पनि सेन्ड गर्छु भने उता पनि नोटिफिकेसन गइरहेको छ। सो यो तरिकाबाट चाहिँ तपाईहरुले फ्रीमा नै च्याटहरु गर्न सक्नुहुनेछ र पोस्टहरु हेर्न सक्नुहुनेछ, लाइकहरु गर्न सक्नुहुनेछ र कमेन्टहरु पनि गर्न सक्नुहुनेछ। कलहरु चाहिँ यहाँदेखि गर्न पाउनुहुन्न, मैले कल पनि ट्राई गरेको थिएँ, कल चाहिँ गर्न मिल्दैन। सो तपाईहरुले च्याट चाहिँ फ्रीमा नै गर्न मिल्नेछ। सो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै खालको भिडियोहरु हेर्न मन पराउनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउन नबिर्सिनु होला। हामी छिट्टै अर्को भिडियोमा भेट्ने छौं।